जता हेर्यो त्यतै राम्रो रुकुम सल्यानको ठाउँ। जता हेर्यो त्यतै राम्रो रुकुम सल्यानको ठाउँ। कहिले कसो आउनु होला नि है, कहिले कसो आउनु होला नि है, त्यो पारी देखिएको हिमालको तलतिरको गाउँ। नमस्कार अनि दुःख सुख बिसाउने कार्यक्रमको पहिलो एपिसोडमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। तपाईँहरू दिएको माया साथ सपोर्टले गर्दा समाजमा केही गर्नुपर्छ भन्ने एउटा जोस जाँगर चढेर आज सुख दुःख बिसाउने चौतारी कार्यक्रम चलाउनु पर्छ मैले भनेर सुरुवात गरेको छु। र म यति सुन्दर ठाउँबाट यो कार्यक्रम सुरुवात गर्दा निकै खुसी पनि छु। र म यही सुन्दर हामी अहिले सल्यान रुकुमको सिमानामा छौँ। यही सुन्दर ठाउँको पानी खाएर हुर्किएका, यही सुन्दर ठाउँमा जन्मिएका एकजना मुक्तकार, साहित्यकार, गजलकार, एउटा युवा जोस जाँगर भएको व्यक्तिलाई मेरो पहिलो कार्यक्रममा बोलाउन गइरहेको छु। उहाँसँग हामीले केही कुराकानी गर्ने प्रयास पनि गर्नेछौँ र मिठो गजल मुक्तक पनि सुन्नेछौँ। म सबैभन्दा पहिला उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हजुरलाई मेरो दुःख सुख बिसाउने कार्यक्रममा स्वागत छ, आइदिनु होला। सर धन्यवाद, बोलाइनु भयो। निकै रिक्वेस्ट गर्नुभयो, मेरो समय व्यस्तताको कारण मैले हजुरसँग यसै भेट चाहिँ गर्न सकिनँ। आज विशेष कारणवश भेट भयो सर, त म धन्यवाद दिन्छु सरलाई। जतिले यो भिडियो हेर्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। मेरो परिचय चाहिँ तिलक कराला मिसाइल, साहित्य प्रेमी। म साहित्यको विधा मुक्तकमा कलम चलाउन थालेको मलाई करिब 2 वर्ष जति भइसक्यो। केही कलम चलाउने क्रममा मैले केही छोटा मिठा मुक्तकहरू लेखेको छु। मैले योभन्दा अगाडिको हाइलाइट तपाईँले हेरिसक्नुभयो होला। उहाँ केही 2वटा मैले गजल मुक्तक वाचन गरिसकेको छु। अनि भिडियोलाई अन्तिमसम्म हेर्नु होला, बाँकी हामी कुराकानीतिर लाग्नेछौँ। सबैभन्दा पहिला तपाईँलाई धन्यवाद, मेरो रिक्वेस्ट स्वीकारेर आइदिनु भयो र म पनि खुसी छु। हामीलाई पछाडि यति सुन्दर गाउँ देखिएको छ। यो गाउँको, यो ठाउँको पानी खाएर हुर्किएको मान्छेसँग मैले कुरा गर्न पाएको छु। उहाँ यही गाउँमा जन्मिएको हुनुहुन्छ। उहाँको नाम तिलक कराला, अनि अन्तिम के अरे? मिसाइल, साहित्यकार। र धेरै मिठो उहाँहरूको मैले धेरै उहरू सुनेको छु, गजल मुक्तकहरू सुनेको छु। मैले योभन्दा पहिला पनि एउटा एपिसोड राखिसकेको छु उहाँको मुक्तक, र हामीहरू बिचबिचमा कुराकानी गर्ने नै छौँ। अहिले सबैभन्दा पहिला उहाँको मुखबाट एउटा मुक्तक सुनौँ है त? हुन्छ, म मुक्तक वाचन गर्छु। यो मुक्तक चाहिँ प्रेमिल मुक्तक रहेको छ। फल दिने फुल दिने डाली मनपर्छ मलाई, फल दिने फुल दिने डाली मनपर्छ। आफ्नै खेत आफ्नै बाली मनपर्छ। सूर्य झैँ चम्किली चन्द्रमा झैँ उजेली, मलाई त मेरै घरवाली मनपर्छ, मलाई त मेरै घरवाली मनपर्छ। कति मिठो। 2 वर्ष जति भयो भनेर भन्नुभयो अरे है? हजुर सर, 2 वर्ष जति भयो कलम चलाउन थालेको। साथ त्यति खासै आउँदैन, प्रयास चाहिँ गरिराखेको छु, गरिरहने छु। अनि अहिले उमेर चाहिँ कति भयो हजुरको? उमेर चाहिँ 25 प्लस भइसक्यो सर। 25 प्लस है? हजुर सर। 25 प्लस र 2 वर्ष जति यही साहित्यकारमा रमाइरहेको छु, कलम चलाइरहेको छु भनेर भन्नुभएको छ। पक्कै पनि तपाईँको भविष्यको उज्जवलको कामना गर्छु। र म इन्टरभ्यू गर्न खोजे पनि मेरो यो पहिलो प्रयास हो, त्यति केही कमी कमजोरीहरू हुन सक्ला। र मैले सुरुवात गर्नुपर्छ भनेर आज उहाँबाट केही परिचयहरू लिने, उहाँको अनि उहाँको गजलहरू तपाईँहरू माझमा प्रस्तुत गर्ने जमर्को जुडाएका छौँ। अरू हामी कुरा कहाँबाट गरौँ भने हजुरको बिहे भएको नै त्यहाँ? मेरो बिहे भइसक्यो, मेरो बिहे भएको लगभग भयो। त्यही भएर होला श्रीमती मनपर्छ नत्र? हजुर हजुर, मलाई आफ्नै खेत आफ्नै बाली अथवा मेरै घरवाली मनपर्छ है। ठिक छ। अनि बच्चा बच्ची छैन सर। कति भयो बिहे भएको? कति भयो? लगभग करिब समथिङ भइसक्यो, 10 महिना जति भयो। 10 महिना जति है? भर्खरै ब्याउलो, अघिल्लो मङ्सिरमा ब्याउलो बन्नु भएको रहेछ भनौँ। र अहिले के छ त स्थिति तपाईँको गाउँ घरतिरै? र यो जुन अहिले तपाईँहरू यो कलम चलाइराख्नु भएको छ, यसलाई तपाईँको गाउँ
जुन वडा सरकार स्थानीय सरकार केही व्यवस्थापना गर्ने जस्तो केही उद्योग भएको छ त्यो के छ तपाईँको उतिर अलिकति जानकारी दिनुहोस्। यो साहित्यिक विधा भनेको गाउँठाउँमा लुकेर रहेका व्यक्तिबीच लुकेर रहेका भावना, गाउँको परिस्थिति, गाउँको अवस्थालाई केही शब्द मार्फत उतार्न खोज्ने एउटा माध्यम साहित्य हो। यो साहित्य विधामा पछिल्लो समय सल्यानबाट थोरै हुनुहुन्छ, केही अब्बल साहित्यकार पनि हुनुहुन्छ, उहाँहरूलाई म चिन्छु। उहाँबाट मैले केही धेरै प्रेरणा पाएको छु लेख्ने। र साहित्यलाई सकेसम्म हामी सबैले उठान गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ, लेख्नुपर्छ। गाउँमा रहेका व्यक्तिबीच रहेका धेरैले भन्ने गर्नुहुन्छ यस्तो यस्तो धोकामा प्रेममा पाएको धोका खाएको गजलमुक्त कहाँबाट आउँछ, केही जीवनमा यस्तै घटेको हो। कतिले प्रश्न गर्नुहुन्छ, होइन मेरो जीवनमा होइन, मेरो मन मस्तिष्कबाटै यस्तो कुरा मान्छेको जीवनमा घट्छ है, लेख्नुपर्छ। कतिको जीवनमा मेल खाना पनि पुग्छ, कतिले कुरा पनि गर्न खोज्नुहुन्छ, यो कसरी हुनसक्छ, सायद जीवनमा घटेकै हुनसक्छ त यतिसम्म आउँछ होला भन्नुहुन्छ। होइन, यति होइन, मेरो जीवनमा घटेको होइन, मैले आफ्नै सिर्जना गरेको शब्दहरू हो, कसैसँग मेल खान सक्छ भने म क्षमा माग्छु भनेर उहाँसँग कुरा पनि गर्ने गर्छु। ठिक छ ठिक छ ठिक छ। अनि अहिले कलम चलाउन थालेको 2 वर्ष भयो भन्नुभयो। हजुर। र त्योभन्दा पहिला तपाईँलाई यो साहित्यकार बन्नुपर्छ, अहिले जुन अगाडि भनिसक्नुभयो समाजमा घटेका घटनाहरूलाई हामीले साहित्यकार मार्फत उठाउनु पर्छ भनेर भन्नुभयो। यो सोच कहिलेदेखि आयो तपाईँको? म यो सोच करिब योभन्दा अगाडि केही वर्ष अगाडि 5 वर्ष जति मैले अर्को देशमा भारतमा काम गर्दै आएँ। भारतमा बस्दाखेरि कामको समय सँगसँगै यो साहित्य विधालाई पनि मैले स्थान दिन खोजेँ। धेरै साहित्यकारहरू हुनुहुन्छ, म मुक्तकार सन्तोष अम्गाईबाट मैले केही प्रेरणा पाएँ। उहाँको मुक्तकहरू सुन्ने गर्थेँ। कहाँ हुनुहुन्छ, यो भिडियो हेर्दै हुनुहुन्छ भने म हजुरलाई सम्झिराखेको छु, तपाईँबाटै मैले लेख्ने प्रेरणा पाएको हुँ। र मैले यो साहित्यलाई कलम चलाउनुपर्छ, साहित्य विधामा हामीले अग्रसरता हुनुपर्छ, युवा नै जाग्यौँ भने देश बन्छ। र हामीले पछि हटेको कुरालाई अगाडि बढाउनुपर्छ, जो नयाँ पुस्तामा नयाँ जोस जागरसहित आउनुपर्छ, साहित्यिक विधामा कलम चलाउनुपर्छ। र रहेका व्यक्तिबीच रहेका घरैयासी कुरा, प्रेममा मिलन बिछोड, जो श्रीमान श्रीमतीको कुरा हुन्छ, जो माया प्रेममा हुन्छ एकअर्का केटाकेटीमा, यस्तो कुरालाई मैले जोड्न खोजेको। कतिको बिछोड भइराखेको हुन्छ, देख्छु सुन्छु, अनि त्यही घटनाक्रमलाई लिएर मैले साहित्यिक मार्फत केही गीत पनि सिर्जना गर्ने गर्छु र केही गीतहरू ल्याउने बजारमा कोसिस गरेको छु। र मैले मुक्तकबाटै केही कुराहरू प्रस्ताइसकेको पनि हुन्छु। समय मिलेसम्म मैले गजल मुक्तकहरू मैले मेरो आफ्नै पेजबाट, तिलक कराला अफिसियल पेज छ, मैले त्योबाट गर्ने गरेको छु पोस्टहरू। लगभग मुक्तकै सङ्ख्या गर्ने हो भने लगभग 400-500 मुक्तक लेखिसकेको छु, लेख्ने कोसिस गर्नेछु। समयले साथ दियो र सबै परिस्थिति मिल्यो भने म लेख्ने कोसिस गर्नेछु। 400-500 मुक्तक भन्नुभयो। यो मुक्तकहरूको किताब बनाएर छापेर बजारमा ल्याउनु पर्छ हामीले पनि भन्ने त्यस्तो सोच कहिले आयो कि नै? र त्यसको फ्युचर के छ, के गरिसक्नुभयो, के छ त्यसको प्लान? त्यस्तो सराइसम्म सोचेको छैन। लेख्दै जाऊँ, समय मिल्यो, सबै कुरा मिल्यो, परिस्थिति मिल्यो भने त्यो पनि सम्भव नहोला, हुन सकिँदैन है। हुन सकिँदैन। ठिक छ ठिक छ। आउने दिनको लागि काम चाहिँ, प्रयास चाहिँ, कलम चाहिँ रोकिँदैन। भनेपछि तपाईँले गीत पनि लेख्छु भनेर भन्नुभयो, गीत सङ्गीत क्षेत्रमा पनि इन्ट्रेस्ट हो? हजुर सर, मेरो पहिल्यैदेखि सोच चाहिँ म गीत लेख्नुपर्छ भन्दा पनि मान्छेको व्यक्ति विशेष हेरेर, कोही घटनाक्रमलाई हेरेर, कुनै कुरा देशको परिस्थितिलाई हेरेर देशप्रेमी गीत, मान्छेको प्रेमिल गीतहरू यस्तो यस्तो ल्याउनुपर्छ। मेरो मनसाय, मेरो मनस्पटल, मेरो धर्म आस्था जेसुकै भए पनि मेरो व्यक्तिबीचको आस्थालाई, व्यक्तिबीचको भावनालाई मैले प्रस्ट्याउन खोजेको छु। सकेसम्म साहित्यलाई मैले जीवनभरि, मेरो जीवनको अन्तिम घडीसम्म मैले कलम चलाइराख्नेछु। मेरो अपेक्षा यही छ। शुभकामना छ हजुरको सपना पुरा होस् र छिट्टै साहित्यकारमा हजुरलाई सल्यानबाट, रुकुमबाट, विभिन्न नेपालभरिको ठाउँहरूबाट धेरैले माया गर्नुहुनेछ भन्ने हामीले आशा पनि गरेका छौँ। अब एउटा हामी मुक्तक सुनौँ, त्यहाँपछि फेरि छोटो मिठो कुराकानी गरौँ। हस् सर, म एउटा देशप्रेमी मुक्तक सुनाउँछु। खोजी खोजी प्रत्येक फिर्ता ल्याउनुपर्छ, खोजी खोजी प्रत्येक फिर्ता ल्याउनुपर्छ, छाड्नुहुन्न एक एक फिर्ता ल्याउनुपर्छ। भ्रष्टले बेचेको छिमेकीले मिचेको भूमि, भ्रष्टले बेचेको छिमेकीले मिचेको भूमि, लिम्पिया धुरा फिर्ता ल्याउनुपर्छ। आहा, उहाँले यो मुक्तक भन्दै गर्दा मेरो पनि काँडा जिरिङ गर्ने गर्यो। सायद
देशप्रतिको माया यही होला भनेपछि अब फ्युचरको प्लान मुक्तक कोरेर र गीत सङ्गीतमा लागेर बिताउने सोच गराउनु भएको छ है। सोच चाहिँ सानैदेखि केही कुरा साहित्यिक क्षेत्रमा नै मेरो कलम चलाउनु पर्छ भन्ने उद्देश्य थियो र रहनेछ समय विशेष मैले भनिराखेको छु अझै अगाडिबाट पनि समय रह्यो भने मैले निरन्तरता दिइराख्नेछु। ए ठिक छ हामी पहिलो इन्टरभ्यू हो त्यही भएर पनि धेरै प्रश्नहरू मैले सोध्न सकेको छैन। उहाँसँग हामी फेरि पनि भेट्ने नै छौँ। यस्ता हिमालहरूका गजल कोर्ने नै छौँ, तपाईँहरू माझमा ल्याउने नै छौँ। अहिले अन्तिममा एउटा गजल सुनेर बिदा हुन्छौँ हामी है। गजल चाहिँ छैन, तयारी गरेको छैन मैले। मुक्तक चाहिँ अन्तिम मुक्तक एउटा सुनाउँछु। यो चाहिँ देशको परिस्थितिलाई हेर्दाखेरि जो काम भइराखेको काम रोकिराखेको छ, विकास निर्माणका काम भइराखेका छैनन्, मान्छेहरू यो जो नेतृत्वमा हुनुहुन्छ उहाँहरू कमिसनकै आडमा हुनुहुन्छ, भएको काम पनि आधा आधी भइराखेको छ। यही कुरालाई ध्यान राखेर मैले एउटा मुक्तक भन्ने छु, अन्तिम मुक्तक। नेतृत्वमा अरू के नै गर्न जानेका छन् यिनी, नेतृत्वमा अरू के नै गर्न जानेका छन् यिनी, जता कमिसन उतै सर्न जानेका छन् यिनी। न देशको लागि मर्छन् न देशको लागि केही गर्छन्, न देशको लागि मर्छन् न देशको लागि केही गर्छन्, खालि आफ्नै भुडी भर्न जानेका छन् यिनी, खालि आफ्नै भुडी भर्न जानेका छन्। धेरै धेरै धन्यवाद तपाईँलाई। दुईवटा देशको मुक्तक भन्दाखेरि चाहिँ साँच्चीकै काँडा जरङ गरे। म पनि तपाईँहरूबाट यस्तै कुरा गर्दा केही सिक्दै प्रयास गर्नेछु र सुरुमा मैले पनि केही भनेको कस्तो छ त्यो कमेन्ट बक्समा गर्नु होला। र हाम्रो अन्तिममा भन्दछु म, मेरो पेज छ तिलक कराला अफिसियल पेज छ, त्यहाँ गरी पनि हेर्न सक्नुहुन्छ र अनि सेयर गर्न फलो गर्न नयाँ जोडिँदै जानु होला। हामी नयाँ कामहरू ल्याउनेछौँ तपाईँहरूको माझमा। देशको परिस्थितिलाई हेरेर कहीँ दुःख सुखका हरेक कुराहरू तपाईँको माझमा ल्याउने कोसिस गर्नेछौँ। रमाइलो भिडियोहरू, देश लस्दै राजनीतिक कुराहरू हुनसक्छ, राजनीतिक बहस, देशको परिस्थितिलाई हेरेर के गर्नुपर्ने हो। सकेसम्म हाम्रो तपाईँहरूको माया पायौँ भने हामीले नयाँ नयाँ कामहरू गर्नेछौँ। साथ सपोर्ट गर्दै जानु होला र भिडियोलाई सेयर गर्न नभुल्नु होला। हामीहरू फेरि अर्को एपिसोड लिएर तपाईँहरू माझमा उपस्थित हुने नै छौँ। आजलाई छुट्यौँ। अन्तिममा केही भन्न चाहनुहुन्छ? अन्तिममा म यो भिडियोलाई कहाँसम्म पुग्यो, कसरी तपाईँले हेर्दै हुनुहुन्छ, कुन माध्यमबाट हेर्दै हुनुहुन्छ, यदि मसँग उहाँ सरसँग यदि तपाईँसँग यस्तै लुकेका प्रतिभाहरू छन्, गाउँघरका कुनै समाचार घटनाक्रमहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी सम्पर्क नम्बर हामी स्क्रिनमा दिनेछौँ। हामी दुवैजनाको सम्पर्क नम्बर हामीलाई सम्झन सक्नुहुनेछ। त्यहाँ गएर हामीलाई फलो गरिदिनु होला, हामीसँग जोडिनु होला र हाम्रा यस्तै ब्याक टु ब्याक भिडियोहरू आउने क्रम जारी नै छ। हुन्छ, म यति नै भन्न चाहन्छु अन्तिममा। थ्याङ्क यू सो मच। फेरि भेटौँ। दर्शक श्रोता, हामीहरूले छोटो मिठो गजल मुक्तक तपाईँहरूमा आजमा प्रस्तुत गऱ्यौँ र मैले पहिलो एपिसोड पनि भनिसकेँ। म पहिलो सुरुवाती चरणमा नै छु। तपाईँलाई थाहा नै छ मैले त्यही रमाइलो टाइपका भिडियोहरू बनाउने गर्छु र तपाईँहरूले दिएको माया साथ सपोर्टले गर्दाखेरि अब समाजमा घटेका घटनाहरूलाई केही विषयवस्तुहरूलाई उठाउनु पर्छ भनेर मैले एउटा सुख दुःख बिसाउने कार्यक्रम भनेर एउटा गरेको छु। यसको लोगोहरू, म्युजिकहरू, धेरै कुराहरू हामीले डेभलप गर्नु नै छ। तपाईँहरूको साथ सपोर्ट पाइयो भनेर, सल्लाह सुझाव पाइयो भनेपछि अवश्य पनि डेभलप गर्नेछौँ। यो मुक्तक कस्तो लाग्यो, त्यो मुक्तक सँगसँगै यो मेरो पहिलो एपिसोड कस्तो लाग्यो र त्यो एपिसोड सँगसँगै यो पछाडि देखिएको हाम्रो रुकुम सल्यानको सानमान, रुकुमको सिस्ने हिमाल कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला। आजलाई बिदा दिनुहोस्। नमस्कार।